अंदर आओ अभी नहीं आए जाओ अंदर आओ नहीं आए उनीहरू चाहिँ कम्युनिटी हेल्पर एकजना मैले बोलाइरहेको छु है कम्युनिटी हेल्पर्सको टपिकमा एकजनालाई आइदिनुहोस् ल भनिरहेको छु यिनीहरू चाहिँ सबैजना यी बाहिरै छ हेरेको हेरेको छ कहिले आइपुग्छ भनेर हो दैलोदेखि बाहिरै छ ओके एभ्रीवन पे अटेन्सन एन्ड गो अन्त कसो भन्छ कसो गर्छ त्यो लु अब यहाँ बस्नुहोस् न सर ओके प्लिज बी सिटेड Thank you, sir. आशा Good morning, everyone. Good morning. I am Astha. I am going to introduce policeman Saran Subha. Thank you for coming, police sir. okay so now we want police sir to kindly say something about your profession, about police life and all. After that they will also ask you some question. Okay, before that Navya, come here. Lu सरलाई खदा लगाइदिनुहोस् लु खदा लाउँदाखेरि तिमीहरूले के गर्नुपर्छ Okay, go back. Now sir is going to say something about police life. तो अपराधी छ उनीलाई पक्रिन्छ र पक्रेर कहाँ लान्छ फेरि जेलमा हैन पहिला कोर्टमा लानुपर्छ पुलिसले पहिला जजकोबाट पर्मिसन लिनुपर्छ उलाई जेल पठाउनुको लागि त्यतिकै पुलिसले लान सक्दैन 24 घण्टा भित्र पुलिसले उलाई पक्रेको मान्छेलाई कोर्टमा जजको अगाडि उभ्याउनु पर्छ त्यहाँदेखि जजले जब उलाई वारेन्ट दिन्छ जुडिसियल पुलिस कस्टडीको या जेलको वारेन्ट दिन्छ तब चाहिँ हामी उलाई जेलमा लान्छौँ पूछो फिर पूछो जोर से पूछो आपके पास गन है? हाँ गन हम ले सकता है लेकिन हम लिए नहीं है क्यों क्योंकि सिक्किम एक शांतिपूर्ण राज्य है ठीक है यहाँ पे गन की कोई उतना आवश्यकता नहीं है लेकिन हम जब बाहर जाएंगे कोई बाहर सिक्किम से बाहर ड्यूटी में जाएंगे तब हम खुद से गन लेके जाते हैं नेक्स्ट क्वेश्चन किसको पूछना है आगे आप लोग को खाने में क्या मिलता है? खाने में तो हम घर में ही खाना खाते हैं और किसको क्या पूछना है पूछो आपके पास टैंक है? टैंक जो है आर्मी के पास होता है जो मिसाइल वगैरह ना मिसाइल टैंक वगैरह नानीहरूले चाहिँ यति साह्रो डरलाग्दो क्वेसनहरू सोधेको कि उनीहरूको क्वेसनहरू सोधेर चाहिँ मै छक्कै परेको यो के हो कसो हामीले नजानेको कुराहरू चाहिँ उनीहरूले जानेको रहेछ है अहिलेको नानीहरू चाहिँ यति साह्रो एक्टिभ र एडभान्स हुन्छ उनीहरूलाई चाहिँ वाट दे निड इज ओन्ली अ प्लेटफर्म है अनि आई एम भेरी मच थ्याङ्कफुल टु सर आज मेरो इन्भिटेसनलाई एक्सेप्ट गरेर तपाईँ आइदिनु भयो अनि हामीले यसरी फोटो क्लिकहरू पनि गर्न सक्यौँ अनि आज कम्युनिटी हेल्परमा हामीले एकजना पुलिसम्यानलाई बोलाएर उहाँको रोलहरू नानीहरूको बिचमा राख्न पाउँदा धेरै खुसी लाग्यो थ्याङ्क यू फर वाचिङ माई भिडियो